यहाँको बाटो त विकास सरको टोली आज चौकीडाँडा जान लागेको छ। यो एक साल अगाडिको प्लान हो। आज जाँदैछ झन्डै आज पनि क्यान्सल हुन लागिसक्यो आजको पनि अहिलेसम्म उनीहरूको क्यान्सल प्लान पनि गऱ्यो। यही बाटो हो। बाटो चाहिँ अहिले बनाउँदै गरिरहेछ। सो नेक्स्ट इयरसम्म त बाटो राम्रो हुन्छ होला। सो यो साइड सिन हो। अनि विनेशहरू पछाडि छ कता त्यति छैन अहिले आउँदै हुन्छ। धेरै हामी चौकीडाँडा जाने बाटोमा चाहिँ एकछिन हामी रेस्ट गर्दैछौँ। यहाँ चाहिँ हामी विनय सर सन्तोष सरलाई कुरेको। सो त्यो यही बाटोबाट आएको हामी। सो बाटो अलि रफ छ। सो यो डढेर लागेछ यहाँ। अब जाने यहाँ हो। एकछिन कुरेको टावर भएको नजिक देखेछ त। ए त्यही हो चौकीडाँडा भनेको। अनुमान यति नजिक त के आउँथ्यो होला। सो हेलो एभ्रिवान। सो हामीहरू चाहिँ आज चौकीडाँडा आएको। सो अन द वे बाटोमा हामीहरू चाहिँ यहाँ एकछिन रेस्ट गरेको अनि अर्को पार्टीलाई कुरेको। विनय सर र सन्तोष सरलाई कुरेको किन अहिलेसम्म आएकै छैन। सो आउने तिनीहरू यहाँ मेरो पछाडिको बाटोबाट हो। सो अहिलेसम्म देखा परेको छैन। आउनुपर्ने हो त कता गयो त। अलमोस्ट 10-15 मिनट भइसक्यो त। कता रोकेर धेरै ग्याप भयो। खै किन आएन अहिलेसम्म। सो हामी एकछिन वेट गर्दैछौँ। ऐसे ऐसे करके हेलो हेलो बोल के बाई गर्नु न। यतापट्टि फर्किन्छु अनि चौकीडाँडा पुग्न लागिसकेको छ। अब हाम्रो चौकीडाँडा यहाँ चाहिँ शीतल हावा चलिरहेको। बल्ल चिसो हावा शीतल भएर यो जाडामा आउने पनि शीतल भएर अलिक तलको समुद्र वाह कस्तो राम्रो देखेको। कुन गाउँ देखेको हो यो? खतरा देखेछ त यहाँ त। कुन गाउँ देखेको हो के त्यो भन्नु पहिला। गाउँ कुन गाउँ हो के तलको? भन म क्यामेरा अफ गरेको कस्तो राम्रो देखेको। वाह कस्तो शीतल कस्तो मजा आयो क्या हावा छ। कस्तो राम्रो देखेको रे। कस्तो यस्तो पाइप लगाएर आगो डढ्छ अनि पाइप त के काम त भित्रबाट गरिसकेछ। डढिसकेछ पाइप। त्यस्तो लाग्यो झन्। खानु त खान्छ अरे खायो विनेशले।
यो पर्पल फुल के को फुल हो कि म अघिदेखि देखिरहेको छु कस्तो राम्रो देखेको छ कुन चाहिँ फुल हो त यो मेरो नि स्पिकर ल्याएको छ यहाँ यसले खाँदै खाँदै खाने यस यहाँ बाबुजी हेर्नु तपाईँको छोरा दही त लाउने छोरीसँग कुरा गर्दैछ नेवानीसँग कुरा गर्दै त्यहाँ बस्ने हो र हामीहरू त्यो डाँडा बस्ने हो मनगर कपिराइट लाग्छ कि रिलको लाग्छ सो यो रहेछ चौकी डाँडाको भ्यू होमस्टे मजाले हावा चलिरहेछ थुम्की डाँडा भ्यू होमस्टेमा गयो हामीहरू तपाईँले यही हेरेको राम्रो देखेको यहाँबाट सबैले भर्खर आइपुग्यो थुम्की डाँडा भ्यू होमस्टेमा थुम्की डाँडा भ्यू स्टे शानदार होम थुप्रै जस्तो घर देखेको थियो एउटै रहेछ नि यो गजब यो भयो चौकी डाँडाबाट देखिने भ्यूहरू हेर्नुहोस् यो दासढुङ्गाको नयानी पुल हो यो नयानी नदी हो नदी नयानी नदी यहाँबाट यो सनसेटको भ्यू हेर्नुहोस् पानी परेको गजब देखेको है यहाँ त उजाड देखेँ यहाँ त आउँदै पानी परेको यो नारायण दासढुङ्गा उता नारायणी छ अब एकछिनमा चाहिँ झिलिमिली भएको भ्यू हेर्ने हो यता पानी परिरहेछ त्यहाँ हेर्नु सो यो नाइट भ्यू फ्रम चौकी डाँडा त्यो देखेको देवघाट पानीराम नगर अनि उता पर चाहिँ चितवन त्यो डाँडा देखेको कालिका डाँडा हो अहिले त सबै छ केही देखेको छैन यता
सो यो हो हाम्रो रुम। यहाँ चाहिँ स्प्राइट एन्ड यहाँ चाहिँ सुतिसक्यो सन्तोष, गीत लगाएर सुतिरह। अनि यहाँ छ रातिको नट राति बिहान भइसक्यो मर्निङको कति बजे छ अहिले? आधा घन्टा भयो होला 48 मिनट्स। बिहानको 1 बज्न लागेछ, 15 मिनट छ। सो अघि हेरेको डाँडाकाँडा चितवन सिटी सब कुहिरोले छेपेछ अरे छोपेछ। कुहिरो मात्रै लागेछ। कस्तो हावा चले है यहाँ, सारा हावा। मेरै छाया देखेछ कुहिरोमा त। यहाँ डगीहरू छ, यो भान्सा। मात लिया, पकड़ लिया। ऊ हेर होइन र, ऊ हेर्नु बल्ल अब खुल्छ। आयो घाम आयो बल्ल। गुड मर्निङ भयो। गुड मर्निङ दिसन। मर्निङ। हिजो यहाँ डुबेको थियो, आज यहाँ निस्क्यो। जुन जस्तै देखेछ अहिले त, थाके पनि रात। भ्यू टावर त खतरै रहेछ। भ्यू पो केही नदेख्ने भयो। So यो हो भ्यू। अब भ्यू टावरलाई अहिले त फरक स्टाइल देखाउनु पऱ्यो नि त। हेर्नुहोस् भ्यू टावर। अब तपाईँलाई सिन देखाउँछु यहाँबाट। यहाँ भ्यू टावरबाट हेर्ने के त, भ्यू टावरबाट हेर्ने हो दिस 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 दिस। यस, सो क्लियर भ्यू देखिन्छ। उता घाम लागिसकेको रहेछ उता त। हामी अघि उताको माथिको डाँडामा गए रहेछ। भिडियो टावर छर्दैछ। ती टल छ भ्यू टावर। सो टल टावर हो यो। अलिकति 10 मिनट लाग्यो होला चढ्नुको लागि। स्या हुने मान्छेहरू चाहिँ अलिक नआउनु होला। अनि यहाँ भर्यो होला नि त के। सो हेलो गाइस, सो हामीहरूको एक दिनको छोटो ट्रिप सिक्यो। सो हामीहरू फर्किँदैछौँ। सो मेरो पछाडि छ विनय सरहरू छ, हामीहरू अगाडि छौँ। बाटोहरू चाहिँ अघि जाने बेला खिचेको थियो, अब हामी चाहिँ फर्किरहेको बाटो खिचिरहेछौँ। सो बाटो यही हो। हाम्रो फेरि चाहिँ याद गरेर आउनु होला। सो हामी फर्किँदैछु। बाई, टेक केयर। आजको लागि मात्रै।